नमस्कार। आज गोर्खा राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय कार्यालय दार्जिलिङ स्थित गोर्खा राष्ट्रिय मुक्ति मोर्चा सुप्रिमो श्रीमान मन घिसिङज्यूको अध्यक्षतामा गोर्खा राष्ट्रिय युवा मोर्चाको एउटा केन्द्रीय बैठक आकस्मिक बैठक आज सम्पन्न भयो र यो बैठकको विशेष औचित्य के थियो भन्दाखेरि वर्तमान पहाडको मात्र नभएर भारतभरि बसोबासो गर्ने गोर्खा समुदाय साथसाथै यो गोर्खाहरूको भूमिमा बसोबासो गर्दै आउनुहुने हाम्रा आफ्नै अन्य समुदायका दाजुभाइहरू पनि हुनुहुन्छ, अल्पसंख्यक समुदायका दाजुभाइहरू हुनुहुन्छ र यो हाम्रो विषयमाथि लिएर आज अध्यक्ष मन घिसिङसँग एउटा आकस्मिक बैठक यहाँनिर डाकिएको थियौं र आजको यो सभा सफल भएको हजुरहरूलाई जनाउँदै वर्तमान गोर्खा राष्ट्रिय मुक्ति मोर्चामाथि जुन चाहिँ एउटा इसिआईको एउटा नोटिफिकेसन आएको थियो, तपाईहरुलाई ज्ञात भएको कुरा हो र यो कुनै ठूलो कुरा हाम्रो लागि होइन। किन भन्दाखेरि गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आज पार्टी बचाउने राजनीति हिजो पनि गरेको थिएन, आज पनि गरेको छैन। आज जाति र माटोको लडाई गर्ने पार्टी हो यो गोर्खा राष्ट्रिय मुक्ति मोर्चा। हिजो पनि तपाईको जाति र माटोको लडाई गर्ने पार्टी थियो, आज पनि जाति र माटोको निम्ति लडाई गर्ने पार्टी हो यो गोर्खा राष्ट्रिय मुक्ति मोर्चा। र वर्तमान यो 21औं शताब्दीमा जुन प्रकारले पार्टी अध्यक्ष सुप्रिमो श्रीमान मन घिसिङज्यूले यो मुद्दालाई जाति अनि माटो अनि यो मुद्दालाई लिएर जुन प्रकारले हाम्रो जनतालाई कुनै प्रकारको दुःख नदिकन जुन प्रकारले यो मुद्दालाई आज केन्द्र सरकार समक्ष पुर्याएर जुन चाहिँ आज हामी त भन्छौं प्राय सफल भइसकेका छौं, आज आएर यो मुद्दामाथि फेरि पनि अतिक्रमण भएर यो जातिमाथि फेरि कालो बादलको छायाहरू मन्डराएको जस्तो देख्छौं हामी। यो चिन्ताको विषय हो र यो चिन्ताको विषय लिएर नै हामीले आज अध्यक्ष मन घिसिङज्यूसँग एउटा आकस्मिक एउटा बैठक बस्यौं र साथसाथै आजको बैठकमा हामीले पुनः फेरि युवा मोर्चा गोर्खा राष्ट्रिय युवा मोर्चाको पुनः गठन पूर्ण रूपमा गर्न नसके तापनि भूतपूर्व गोर्खा राष्ट्रिय युवा मोर्चा कन्भेनर आनन्द राईज्यू गोराबारी निवासी उहाँलाई फेरि सर्वसमितिले नै उहाँलाई आजदेखिको फेरि गोर्खा राष्ट्रिय युवा मोर्चाका कन्भेनर नियुक्त गरेका छौं र हामीलाई पूर्ण विश्वास छ जुन प्रकारले 2007 को स्थिति थियो त्यसताक पनि यो गोर्खा जातिको निम्ति उहाँले एउटा जुन जोशले जुन जागरले एउटा कार्य गर्नु भएको थियो र त्यही जोश जागरले उहाँले फेरि कार्य गर्नुहुन्छ भन्ने यो युवालाई मात्र नभएर युवा पिढीलाई मात्र नभएर यो सम्पूर्ण गोर्खा जातिलाई पनि उहाँले अगाडि बढाएर लानुहुन्छ भन्ने हामी पूर्ण आशा गर्दै र आउँदो दिनमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले यो जातिलाई यो भूभागमा बसो गर्ने अल्पसंख्यक जातिलाई कुनै प्रकारको एउटा झुटो आश्वासन नदिएर एउटा सत्य आश्वासन जे कुरा हुँदैछ त्यही कुराहरू मात्र पस्केर भोलिको दिनमा यो जाति यो माटो अनि यो माटोमा यो गोर्खा जाति मात्र नभएर
अन्य अल्पसंख्यक जातिका दाजुभाइहरू पनि जो बसोबासो गर्नु भएको छ। विगत धेरै अगाडिदेखिको हाम्रो पुर्खाहरूसँग उहाँहरूको पनि एउटा पुर्खाहरूले यो भूभागमा बसोबासो गरेर आएका हो र उहाँहरूलाई पनि यो जातिलाई, गोर्खा जातिलाई र अल्पसंख्यक समुदायका दाजुभाइहरूलाई पनि जगेरा गरेर एउटा लाने बाचा गर्दै अब उसो यो युवा मोर्चाले, गोर्खा राष्ट्रिय मोर्चाले अब उसो यो गोर्खा जातिको निम्ति अझ जोड दिएर काम गर्नेछ भन्दै हजुरहरूबाट यहाँबाट बिदा लिन्छु। धन्यवाद। जय गोर्खा, जय मन घिसिङ।